अरे गरीबलाई सफलता चाहियो, धनीलाई सफलता चाहियो, टुहुरालाई सफलता चाहियो, अपाङ्गलाई सफलता चाहियो। सफलता सफलता यो सफलता आखिर के हो? के यो केवल धनी हुनु मात्र हो, ठुलो घर कार राम्रो जागिर पाउनु मात्र हो? तर होइन, सफलता भनेको हाम्रो सिपलाई वास्तविकतामा बदल्ने प्रक्रिया हो। तर के यो सजिलो छ? कदापि होइन। सफलता कहिल्यै सिधा बाटो हिँडेर पाइदैन। हरेक सफल मान्छेले असफलताको स्वाद चाखेका छन्। नम्बर 1, सपना देख्न डराउनु हुँदैन। हामी धेरैले सोच्ने गर्छौं यो असम्भव छ, म कसरी गर्न सक्छु? तर याद गर्नुहोस्, सफल मानिसहरूले पहिला सपना देख्छन्। थोमस एडिसनले 10,000 पटक फेल भएर पनि बिजुली बनाए। अल्बर्ट आइन्स्टाइनलाई बाल्यकालमा शिक्षकले बुद्धु भनेका थिए, तर उनले विज्ञानलाई परिवर्तन गरिदिए। कर्नल स्यान्डर केएफसी को रेसिपी 1009 पटक रिजेक्ट भयो, तर अन्ततः उनले विश्वकै सबैभन्दा ठूलो कम्पनी बनाए। हाम्रो समस्या के हो भने हामी 1-2 पटक असफल भयौं भने सपनालाई छोडिदिन्छौं, तर साँचो सपना कहिले हार मान्दैन। नम्बर 2, आफूमा आत्मविश्वास राख्नुहोस्। जब तपाईमा आत्मविश्वास छ, तपाईको ऊर्जा नै फरक हुन्छ। अरूले जे भने पनि भनोस्, तपाई आफैमा विश्वास गर्नुहोस्। तपाईलाई केही कुरा गर्न असम्भव लाग्छ भने एक पटक ऐनामा हेर्नुहोस् र भन्नुहोस्, तैले नसक्ने केही कुरा छैन, म सक्छु। तपाईको कमजोरीलाई शक्तिमा बदल्नुहोस्। नम्बर 3, संघर्ष नगरी केही पाइदैन। सफलताको अर्को ठूलो मन्त्र हो परिश्रम। बिहान 5 बजे उठ्ने बानी लगाउनुहोस्। हरेक दिन थोरै भए पनि नयाँ ज्ञान सिक्नुहोस्। असफलता आउँछ, तर त्यो सफलता प्राप्त गर्ने भरपर्दो गुरु हो। नम्बर 4, नकारात्मक मान्छेबाट टाढा रहनुहोस्। हाम्रो समाजमा धेरैले भन्ने गर्छन् तिमीबाट हुँदैन, यो असम्भव छ, तर तपाईले ध्यान दिनु पर्दैन। धेरै महान व्यक्तिहरूलाई पहिलो चरणमा समाजले असफल भनेकै छ। नम्बर 5, अब अगाडि बढ्ने समय आइसक्यो। अब तपाईले निर्णय गर्नुहोस्, के तपाई पुरानै सोचमा रहनुहुन्छ या नयाँ सुरुवात गर्नुहुन्छ। एक कदम चाल्नुहोस्। अन्तिम शब्द, जीवन छोटो छ, सपनाहरू पूरा गर्ने समय आजै हो। संघर्ष, आत्मविश्वास, मेहनत अनि अटल इच्छा शक्ति, यी 4 कुरा अपनाउनुहोस्। धन्यवाद। जिउनुहोस्, सिक्नुहोस् र कहिले हार नमान्नुहोस्। लगातार सिक्दै जानुहोस्।